ल सम्पूर्णमा नमस्कार। म आज एउटा सानो यो अमलाको बारेमा परिचय दिन खोज्दैछु। अब भिटामिन सी पाउने यो हाम्रो आफ्नै नेपालमा पाउने यो बोट बिरुवाबाट पाउने चिज हो। यसले चाहिँ हाम्रो एन्टिअक्सिडेन्टको स्रोत पनि हो। यसले चाहिँ पाचन प्रणालीमा सुधार गर्दै हाम्रो कपाल र छालालाई स्वास्थ्य राख्छ। यसले मधुमेह रोगको नियन्त्रण गर्दछ भने आँखा कमजोरीलाई पनि आँखाको ज्योतिलाई पनि बढाउने ज्योतिलाई चाहिँ बढाउन यसले धेरै मद्दत गर्छ। मुटु रोगको लागि चाहिँ यो एकदम फाइदाजनक चिज हो। यसले शरीरको विकारयुक्त पदार्थहरू बाहिर निकालेर शरीरलाई चमक ल्याउने काम गर्छ। यो रुखमा फल्छ। यो हाम्रो देशमा विभिन्न स्थानमा पाइन्छ।